ब्रदरको भिडियो हेरेर लागि मान्छेहरू केही भ्युजको लागि जे पनि बोलिदिन्छन् कि जे पनि बोलिदिन्छन् होइन. इन दिस भिडियो हि इज सेइङ द्याट पिपुल हु प्ले स्पोर्ट्स अर वाच स्पोर्ट्स आर रिटार्डेड. यो उसको एउटा ओपिनियन हुनसक्छ होइन. उसलाई स्पोर्ट्स बुझ्दैन अनि स्पोर्ट्स लेजी लाग्छ होला, स्पोर्ट्स मन पर्दैन होला, केही नहुनसक्छ होइन. त्यो उसको ओपिनियन हो कि. त्यो ब्लेटेन्टली के भन्दैछ भने स्पोर्ट हेर्ने पर्सनहरू डम हो, रिटार्डेड हो के भन्ने. अनि उसको त्यो कुरालाई ब्याकअप गर्न केही छैन कि हि जस्ट wants to stand out from the crowd saying the most out of the pocket stuff हुन्छ नि. त्यो सबभन्दा अड कुरा भनेर म कसरी स्ट्यान्ड आउट हुँ भन्ने कुरा हो क्या यसको. लेट्स वाच हिज भिडियो है, के हुन्छ. अन्डरस्ट्यान्ड स्पोर्ट. अनेस्टली किन हेर्छन् के मान्छेले स्पोर्ट? बेलारिना क्यापेचिनो आउनुभन्दा अगाडिको ब्रेन रट कन्टेन्ट हो क्या. इन्टरटेनमेन्ट हो, कन्टेन्ट हो, तर ब्रेन रट चाहिँ होइन है. किन ब्रेन रट जस्तो लाग्छ यो ब्रदरलाई? बट इट्स जस्ट माइन्डलेस इन्टरटेनमेन्ट एन्ड अ भेरी डम प्रोफेसन स्पोर्ट्स पर्सन. के चाहिँ माइन्डलेस इन्टरटेनमेन्ट कसरी भयो? जब स्पोर्ट इज अ मोटिभेटिङ इन्टरटेनमेन्ट. स्पोर्ट इज अ फार बेटर इन्टरटेनमेन्ट देन एनी अदर. स्पोर्ट्स चाहिँ सोसलमा पनि अनि साइकोलोजिकल रूपमा पनि अनि टिम एफोर्ट रूपमा पनि धेरै राम्रो इन्टरटेनमेन्ट हो. जब तिम्रो टिम अब कुनै बाहिरको टिमसित खेल्छ नि, तिम्रो सब ग्रुपको जसलाई आफ्नो टिमलाई सपोर्ट गर्न मन छ त्यो एकसाथ आउँछ. कलेक्टिभनेस हुन्छ. दे लिभ इन अ बबल. वरिपरि मान्छे हुन्छन् डम्प. दे डोन्ट लिभ इन अ बबल माइ गाई. त्यसरी त होल वर्ल्ड नै एउटा बबल हो नि त. स्पोर्ट कति मान्छेले हेर्छन्, कतिजना हुन्छन् स्पोर्ट पर्सन नि. फकिङ इन्टायर अर्थ वाचेस स्पोर्ट्स. केही आउटलायरहरूले मात्रै स्पोर्ट्स हेर्दैनन्. इन्टायर वर्ल्ड वाचेस स्पोर्ट्स. बरु मुभिजको एउटा बबल हुन्छ. म्युजिक होइन, म्युजिक पनि त धेरै मान्छेले सुन्छन्, तर कुनै आर्टिस्टहरूको ऱ्यापको एउटा छुट्टै बबल छ. तर स्पोर्ट्स चाहिँ वर्ल्ड वाइड छ के ब्रदर यार. त्यो डम आर्गुमेन्ट दिन्छ. आफ्नो स्ट्यान्ड आउट हुनु छ, कुल हुनु छ. इनफ टु प्रेज देम, ट्रिट देम लाइक गड. उनीहरूलाई नि लाग्छ होला म त एउटा नर्मल मान्छेको एबिलिटिज भन्दा एकदम फार बेटर आफूलाई डेभलप गरेर एकदम हाई लेभलमा डेभलप गर्न केही सानो कुरा होइन नि त ब्रदर. एउटा मान्छेले 100 मिटर रेस 10 सेकेन्डमा भाग्छ भने आफ्नो वर्षौँको प्र्याक्टिसले 100 मिटर 2 सेकेन्डमा भाग्न सक्ने हुनलाई यो एउटा इक्जाम्पल हो है. 100 मिटर 2 सेकेन्डमा भाग्न सक्ने हुनलाई कति वर्षको मेहनत हुन्छ. नर्मल मान्छेले गर्न सक्दैन नि त त्यो. त्यसको लागि प्रेज गरिन्छ त्यसलाई. मान्छेहरू आफ्नो फिजिकल क्यापेबिलिटिजहरूलाई यो मोडर्न वर्ल्डमा पुरै लुज गरिरह, लेजी भइरह. अनि त्यही बेलामा कुनै मान्छे आउँछ जसले आफ्नो वर्षौँको मेहनतले आफ्नो फिजिकल क्यापेबिलिटिजलाई यति माथि लग्यो कि मान्छेहरूले त्यो स्पोर्ट्स हेर्दाखेरि एकदम मजा लागिरह. अनि तिनीहरूलाई पनि जोस आउँछ. केही न त्यो जत्रो हुन नसके नि आफ्नो फिजिकलको लागि त केही गर्नुपर्छ है भन्ने माइन्डसेट पनि हुन्छ. ब्रो सुन, होइन त भगवान् तँलाई बस खेल्न आउँछ. भगवान् कोही पनि होइन ब्रदर. खेल घर जा. अरू जो पनि आएर म नेसनल टिममा खेल्छु अनि घर जान्छु भन्न सकिँदैन. ब्रदरको आर्गुमेन्ट सुन्दै पारा तात्ने यार. जानी रेसबेट हान्न लागे जस्तो यार. जति पनि फिल्ड छन् लाइक आर्ट, साइन्स, म्युजिक, लिटरेचर, फिलोसफी, यिनीहरू दिज आर भ्यालुएबल टु सोसाइटी. यिनीहरू युज गरेर केही चाहिँ गर्न सक्ने स्कोप छ सोसाइटीमा. स्पोर्ट्सको स्कोप छैन. स्कोप छैन भनेपछि एकचोटि गुगल गर त ब्रदर. वाट आर द स्कोप अफ स्पोर्ट्स. नखेले पनि वाचिङ स्पोर्ट्स हेर्नुको स्कोप के छ भनेर सर्च गर फर्स्ट. इभन त्यो सुरुमा गुगलको एआई आउँछ नि, त्यसले धरि भनिदिन्छ. बट ब्रो स्पोर्ट्स इट्स जस्ट अ थिङ द्याट इज वाइडली पपुलर एमङ रिटार्डेड पिपल. यही त हो नि, कुल बन्नलाई वाइडली पपुलर एमङ रिटार्डेड पिपुल भन्छ. त्यसो त बच्चादेखि बुढो, नेपालदेखि अमेरिका रिटार्डेड छन्. अनि इन्टलेक्चुअल त भाइ तिमी मात्र बच्यौ त. तिमी मात्रै इन्टलेक्चुअल बच्यौ त. सब रिटार्डेड हो भने त्यो डक्टर जसले आफ्नो सिफ्ट सकेर आउँछ अनि राति वर्ल्ड कपको एउटा म्याच हेर्छ, त्यो डक्टर पनि रिटार्डेड हो त. यस्तो रेस बेट कन्टेन्ट बनाइरहेर